नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनको अनुमति माग्दै 82 वटा कम्पनी पाइपलाइनमा छन्। यी 82 कम्पनीले 51 अर्ब रुपियाँको सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डको अनुमति पर्खिरहेका छन्। धितोपत्र बोर्ड 1 वर्षसम्म अध्यक्षविहीन भन्दा आइपिओका लागि आवेदनको ओइरो लागेको हो। धितोपत्र बोर्ड 2080 पुसबाट अध्यक्षविहीन भएपछि आइपिओको अनुमति प्रक्रिया रोकिएको थियो। अनुमति जारी प्रक्रिया झण्डै 1 वर्ष ठप्प हुँदा आइपिओका लागि पाइपलाइनमा रहने कम्पनीको संख्या धेरै भएको हो। कुल 82 कम्पनी 51 अर्ब 8 करोड 87 लाख 37 हजार रुपियाँ बराबरको आइपिओ जारी गर्ने तयारीमा छन्। 82 कम्पनीले 35 करोड 58 लाख 635 किता सेयर बिक्री गर्ने तयारी गरेका छन्। कुनको कति? आइपिओ पाइपलाइनमा रहेका मध्ये सबैभन्दा धेरै उत्पादन र प्रशोधनतर्फको 15 कम्पनीको 22 अर्ब 54 करोड 37 लाख 76 हजार रुपियाँ बराबरको 9 करोड 6 लाख 55 हजार 684 किता सेयर छ। यस्तै होटल तथा पर्यटन क्षेत्रका 7 कम्पनीले 3 अर्ब 31 करोड 10 लाख रुपियाँ बराबरको 3 करोड 53 लाख 60 हजार किता आइपिओ जारी गर्न निवेदन दिएका छन्। यस्तै 42 जलविद्युत आयोजनाबाट 18 अर्ब 31 करोड 33 लाख 83 हजार रुपियाँ बराबरको 17 करोड 90 लाख 61 हजार किता सेयर जारी गर्न बोर्डमा आवेदन परेको छ। लगानी समूह अन्तर्गत 3 कम्पनीले 2 अर्ब 84 करोड 33 लाख 50 हजार रुपियाँ बराबरको 1 करोड 56 लाख 73 हजार 500 किता आइपिओ जारी गर्न आवेदन दिएका छन्। यो त भयो 51 अर्ब बराबरको 35 करोड किता आइपिओ। अझै पाइपलाइनमा कुन क्षेत्रको कति यसको सम्पूर्ण जानकारी। अब लागौं आइपिओ अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका 2 कम्पनीको सम्पूर्ण जानकारीतर्फ। आइपिओ अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिने 2 वटा कम्पनी रहेका छन्, आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेड। आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले आइपिओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन्, जसमा आरती पावरले 100 रुपियाँ अंकित मूल्यमा 36 लाख किता सेयर बिक्री गर्न अनुमति मागेको हो। बोर्डबाट स्वीकृति पाएपछि यसले कुल 36 करोड रुपियाँ बराबरको आइपिओ बिक्री गर्नेछ। यसमा बिक्री प्रबन्धको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ। त्यस्तै मेवा डेभलपर्सले पनि 100 रुपियाँ अंकित मूल्यमा कुल 1 अर्ब 12 करोड रुपियाँ बराबरको सेयर बिक्री गर्न अनुमति मागेको छ। यसले 1 करोड 12 लाख किता सेयर बिक्री गर्न अनुमति मागेको हो। यसमा बिक्री प्रबन्धको काम हिमालयन क्यापिटलले गर्नेछ।